नमस्ते सबैजनालाई। यहाँ चाहिँ आज म तपाईँलाई स्वयम्भूको चोकको होइन बुद्ध चोकको जेब्रा क्रसिङ देखाउन गइरहेको छु। म चाहिँ बिहान मर्निङ वाक जाँदाखेरि यो भिडियो क्लिक गरेको थिएँ र पछि यो भोइस ओभर गर्दैछु है त। जेब्रा क्रसिङ एक त मेटिँदै गएको छ र आधी बाटो यहाँ हेर्न सक्नुहुन्छ जेब्रा क्रसिङ नै छैन क्या, खाल्डो भइसकेको छ, पुरै खाल्डो होइन। अब यस्तो भएपछि मान्छेहरू होइन, हिँड्ने मान्छेहरू, पैदल यात्रीहरू कहाँबाट बाटो काट्ने र अर्को कुरो गाडीहरू पनि अब के भन्नु, अब तिनीहरूले पनि अब जेब्रा क्रसिङ कहाँबाट देख्छन् क्या होइन। जेब्रा क्रसिङ नै नदेखेपछि अब रोक्ने कसरी होइन। टाढैबाट देखिने गरी जेब्रा क्रसिङ क्लियर हुनु पऱ्यो नि होइन। खाल्डो भइसकेको छ, यहाँनिर हेर्न सक्नुहुन्छ बसहरू होइन, मान्छे ओह्रालिरहेका छन्। ठ्याक्कै अलिकति जेब्रा क्रसिङको सेतो भाग देखिरहेको छ, त्यहीँबाट मान्छे ओह्राल्ने झार्ने काम भइरहेको छ होइन। अनि त्यसै गरी यहाँ कारखाना चोकमा यहाँ पारी रेड मार्टमा मेरो क्लिनिक रहेको छ। यसो हेर्न आएको यहाँ बाटोमा तपाईँले हेर्न सक्नुहुन्छ जेब्रा क्रसिङ नै छैन क्या। फाट्टफुट्ट अलिकति सेतो सेतो देखिरहेछ कता कता, त्यो पनि देखिरहेको छैन। माइक्रोस्कोप लाएर हेर्नुपर्ने अवस्था आएको छ। यस्तो तरिकाको जेब्रा क्रसिङ भयो भने होइन, पैदल यात्रीलाई पनि गाह्रो र गाडी चलाउने मान्छेले पनि त, ड्राइभरले टाढाबाट देख्दैन नि त। अब कसलाई चाहिँ दोषी दिने त भन्दाखेरि मेरो विचारमा सरकारलाई होइन। जुन सरकार आए पनि कान चिरेका भने जस्तो हुनु भएन, राम्रो गरिदिनु पर्यो। स्वयम्भू जस्तो ठाउँ, देशको राजधानीको वर्ल्ड हेरिटेज साइटमा होइन यस्तो अवस्था छ भने देशको अन्य ठाउँमा हामीले के एक्सपेक्ट गर्ने। यो यस्तो देखिने ठाउँमा हाम्रो अवस्था यस्तो छ भनेपछि सरकारले यतातिर ध्यान दिनु पर्यो। र तपाईँहरूले पनि यो भिडियोलाई चाहिँ सकेसम्म सेयर गरिदिनु होला। र फाइनको कुरा पनि गर्न मन लाग्यो। सबभन्दा पहिले चाहिँ सडक बनाऊ, त्यसपछि ट्राफिक लेनहरू राम्रोसँग बनाऊ, लाइट्सहरूमा ध्यान दिउँ होइन। अब कतिपय ठाउँमा त्यो टाइमरहरू पनि चलिरहेको हुँदैन। ट्राफिकले चाहिँ हातले सिग्नल गरेको हुन्छ, राति त सडक बत्ती नै नभएको भएर ट्राफिकले हात कता देखाएको त्यो पनि थाहा हुँदैन होइन। अनि फाइन चाहिँ तिराउन खोज्ने होइन, त्यो चाहिँ गलत भयो। फाइन तिराउनु पर्छ, तर त्यसको लागि चाहिँ सबभन्दा पहिले सडक, लाइट होइन सबै कुराहरू राम्रो हुनु पर्यो। त्यसपछि मजाले तपाईँले चाहिँ चिट काट्न सक्नुहुन्छ। तर बाटै राम्रो छैन होइन, ट्राफिक लाइट राम्रो छैन होइन, ट्राफिकले सिग्नल जुन हातले साइन गर्नुहुन्छ त्यो देखिँदैन अँध्यारोमा होइन भने अब त्यो हाम्रो गल्ती होइन जस्तो लाग्छ क्या होइन। अब हामीले गल्ती त स्वीकार गर्नुपर्छ, जनताको पनि कर्तव्य हो होइन। तर सरकारले के गर्नु पर्यो त, पहिले व्यवस्था राम्रो गरिदिनु पर्यो जस्तो लाग्छ है। यो चाहिँ मेरो व्यक्तिगत विचार हो। तपाईँहरूको विचार के छ कमेन्ट गर्नु होला है त।